अहिलेसम्म पनि तपाईलाई स्विमिङ गर्न आउँदैन भने चाहिँ यु निड टु मेक टाइम टु लर्न स्विमिङ। आई नो स्विमिङ सिक्न अलिकति झन्झट छ, किनभने स्विमिङ गरेपछि नुहाउनै पर्छ। झन् केटीहरूको लागि स्पेसली त्यो कपाल त स्विमिङ पुलको पानीले कक्रक्कै हुन्छ। खासमा मलाई स्विमिङ सिक्नै मन लागेको चाहिँ किनभने म एक्चुअली थाइल्यान्डमा हुँदाखेरि हामीलाई त्यो प्याकेजमा स्नोर्कलिङ गर्न लिएर गएको थियो। अनि हाम्रो बोटमा भएको सबै खैरेहरू चाहिँ समुद्रमा स्विमिङ गर्न थाले। अनि स्विमिङ गर्न नआउने म अनि कपाल अफ इन्डियन्सहरू रातो कलरको लाइफ ज्याकेट लाएर बोटमै बसिरहेको क्या, किनभने हामीलाई त बच्चादेखि स्विमिङ सिकाएको हुँदैन। मलाई चाहिँ कसैले सिकाएको होइन, जाँदा जाँदै आफै सिकेको। सो तपाईँ जाँदै हुनुहुन्छ भने चाहिँ वान टिप, कि त बिहान जानु कि त घाम गइसकेपछि बेलुकातिर दिउँसोतिर जानु। घाम लागेको बेला गयो भने छाला यस्तो डढ्छ। लेट मी टेल यु, नो सनस्क्रिन क्यान सेभ यु। एन्ड एकचोटि नडुबिकन 1 लिटर स्विमिङ पुलको पानी नखाएसम्म स्विमिङ सिक्दैन जस्तो लाग्छ मलाई चाहिँ। एनीवेज दिस ब्याग इज फ्रम गर्लियापा। खासमा हाइक जाँदा युज गर्ने ब्याकप्याक हो, तर स्विमिङ जाँदा पनि जिम जाँदा पनि यही ब्यागमा सामानहरू लिएर जान्छु। कम्फर्टेबल पनि छ अनि क्युट पनि छ।